नमस्कार सबैजनालाई। आज म फेरि नेपालको संविधानको भाग 4 लिएर आएको छु, जसमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरूको व्यवस्था गरिएको छ। यो धारा 49 देखि धारा 55 सम्म यसको व्यवस्था गरिएको छ। धारा 49 मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरू राज्यको एउटा मार्गदर्शनको रूपमा रहनेछन् भन्ने कुराको व्यवस्था गरिएको छ। र धारा 50 मा निर्देशक सिद्धान्तहरू भनेर व्यवस्था गरिएको छ, जसलाई हामी 4 भागमा विभाजन गरेर याद गर्न सजिलोको लागि हामी यसरी विभाजन गरेर पढ्न सक्छौँ। जस्तै 1 नम्बरमा छ राज्यको राजनीतिक उद्देश्य भनेर भनेको छ। त्यसलाई चाहिँ हामीले एउटा सूत्र बनाएका छौँ सम्झिनको लागि। तर मैले साथीहरू यो भिडियोमा यो सूत्रहरू सबै डिटेलमा मैले व्याख्या गरिरहन। यो सूत्र अनुसार हजुरहरूले संविधानको बुक नै एकचोटि हेर्नुभयो भनेदेखि व्याख्या चाहिँ त्यहाँ मजाले पढ्न सक्नुहुनेछ। व्याख्या गर्न थाल्दा भिडियो लामो हुने भएकाले मैले यहाँ सूत्र मात्रै प्रस्तुत गरिरहेको छु। ठुलो लामो व्याख्या छ संविधानमा, त्यसलाई हजुरहरूले ब्रेक गरेर पढ्ने। जस्तै मैले यहाँ राज्यको राजनीतिक उद्देश्यको सूत्र के बनाएको छु त भन्दा नेपालको जनताको कानुन मौलै लोप स्थानीय सङ्घीय। नेपालको जनताको कानुन मौलै लोप स्थानीय सङ्घीय। अब यो एउटा शब्दले एउटा सेन्टेन्स कभर गरेर त्यसरी बनाएको छ यो सूत्र, त्यसरी पढ्नु होला हजुरहरूले। अब दोस्रोमा छ राज्यको सामाजिक सांस्कृतिक उद्देश्य। यसलाई सम्झिने सूत्र चाहिँ धर्म सभ्य भएमा राष्ट्रिय गौरव बढ्छ सासारा भन्ने सूत्र छ। मैले यहाँ मिस्टेक लेखेछु, अब अहिले करेक्सन गर्न अप्ठ्यारो हुने भएकाले मैले बोलेरै यहाँ हजुरहरूलाई भने। यसको यो सूत्र चाहिँ धर्म सभ्य भएमा राष्ट्रिय गौरव बढ्छ सासारा भन्ने। सासाराको साउन्ड चाहिँ कस्तो आयो त भन्दा संसारमा। धर्म सभ्य भएमा राष्ट्रिय गौरव बढ्छ संसारमा भने जस्तो साउन्ड आउने भएकाले हामीलाई सम्झिन सजिलो हुन्छ र मैले यो सूत्र बनाएको छु। र 3 नम्बरमा छ राज्यको आर्थिक उद्देश्य। र यो आर्थिक उद्देश्य सम्झिनको लागि चाहिँ उदिगो प्राप्त गर्न आरा लगाउँछ समाजवाद उन्मुख गर्न। यो सूत्र यस्तो छ, उदिगो प्राप्त गर्न आरा लगाउँछ समाजवाद उन्मुख गर्न। मैले अब यस्तो सूत्र बनाएको छु। हजुरहरूलाई फेरि अप्ठ्यारो लाग्यो, हास्यपद लाग्यो भनेदेखि चाहिँ आफ्नै बनाउन नि सक्नुहुनेछ। जस्ट पढ्ने तरिका मात्रै हो मबाट सेयर भएको चाहिँ। अनि 4थो नम्बरमा राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध। अब यसको बारेमा त्यस्तो धेरै अप्ठ्यारो पनि केही छैन, त्यही पनि मैले सूत्र त बनाएको छु। नेपाल राष्ट्रिय साबी भनेर, नेपाल राष्ट्रिय साबी भनेर राज्यको अन्तर्राष्ट्रिय सम्बन्धको सूत्र बनाएको छु। यो एकचोटि हेर्नुहोला। यो सूत्र जुदाउँदै एकचोटि संविधान पढ्नुभयो भने हजुरहरूलाई कण्ठ गर्न सजिलो हुन्छ। अब्जेक्टिभमा कण्ठै गर्ने हो। सेकेन्ड पेपरमा काम लाग्छ यिनीहरू चाहिँ। लोकसेवाको एक्जामको सेकेन्ड पेपरहरूमा, अफिसरको, सुब्बाको सबैको एक्जाममा यो काम लाग्छ, त्यही भएर मैले बनाएको हो। अब अर्को धारा रहेको छ धारा 51, जसमा राज्यका नीतिहरूको व्यवस्था गरिएको छ। अब यी नीतिहरू पनि 13वटा छन्, हजुरहरूलाई थाहा छँदैछ होला। अब यी नीतिहरू पनि हामीले कण्ठ गर्नुपर्ने हुन्छ। त्यसका लागि पनि मैले एउटा सूत्र बनाएको छु। राष्ट्रिय राजनीतिक सामाजिक अर्थ कृषि विकास प्राकृतिक नाग हो श्रम सामाजिक न्याय पर्यटन अन्तर्राष्ट्रिय। यसरी ब्रेक गर्दै पढ्नुभयो भने कण्ठ गर्न सजिलो हुन्छ। अर्थ पनि आए जस्तो लाग्छ। जस्तै राष्ट्रिय राजनीतिक सामाजिक एउटा खण्ड, राष्ट्रिय राजनीतिक सामाजिक। अनि अर्थ चाहिँ केबाट विकास हुन्छ त हाम्रो धेरै अर्थ चाहिँ भन्दा कृषिबाट। अनि अर्थ कृषि विकास प्राकृतिक नाग हो। विकास अब जसरी सम्झिनु यसलाई चाहिँ विकास प्राकृतिक नाग हो, श्रम सामाजिक न्याय अनि पर्यटन चाहिँ अन्तर्राष्ट्रिय। यसरी सम्झिने सूत्र बनाएको छु मैले। अब यो के छन् भन्ने कुरा त हजुरहरूले पढ्नु भएकै छ होला, त्यही पनि म यहाँ प्रस्तुत गर्दैछु।
क नम्बरमा छ राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति। यो चाहिँ राष्ट्रिय भन्ने सूत्र अनुसारको भयो। अनि राजनीतिक भन्नाले राजनीति तथा शासन व्यवस्था सम्बन्धी नीति। अर्को सामाजिकबाट सामाजिक तथा सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति। र अर्को छ अर्थ उद्योग र वाणिज्य सम्बन्धी नीति घ नम्बरमा यो चाहिँ। अब ङ नम्बरमा साथीहरू ङ नम्बरमा कृषि र भूमि सुधार सम्बन्धी नीति, च नम्बरमा विकास सम्बन्धी नीति, छमा प्राकृतिक साधन स्रोतको संरक्षण सम्वर्धन र उपयोग सम्बन्धी नीति छ। अनि ज नम्बरमा छ नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति, झमा छ श्रम र रोजगार सम्बन्धी नीति, र यमा छ सामाजिक न्याय समावेशीकरण सम्बन्धी नीति। र अर्को टमा छ न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति, ठमा छ पर्यटन सम्बन्धी नीति, र डमरुको डमा छ अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति। यसरी 13वटा नीतिहरू संविधानमा व्यवस्था गरिएको छ। र त्यसपछि धारा 52मा राज्यको दायित्वसँग सम्बन्धित कुराहरू छ। अनि त्यस पछाडि 53मा प्रतिवेदन पेश गर्ने, 54मा अनुगमन सम्बन्धी व्यवस्था, र 55मा चाहिँ अदालतमा प्रश्न उठाउन नसकिने। अर्थात् यी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वहरू चाहिँ राज्य सञ्चालनका क्रममा चाहिने मार्गनिर्देशक सिद्धान्तहरू, मार्गनिर्देशक कुराहरू भएकाले गर्दा यिनीहरूलाई चाहिँ अदालतमा प्रश्न उठाउन पाइने छैन भनेर धारा 55मा व्यवस्था गरिएको छ। अर्थात् अदालतमा यी कुराहरूप्रति मुद्दा लाग्ने चाहिँ छैन भनेर बुझ्न सकिन्छ हामीले।